षष्ठीका दिन इस ज्ञानोदय माध्यमिक विद्यालय बाफल काठमाडौँको नियमअनुसार वैशाख 20 गते हुनुपर्ने वार्षिक उत्सव परीक्षा परेकोले आजको मितिमा सारेका हौँ। यो 63औं वार्षिक उत्सव तथा शैक्षिक सत्र 2082 को एसई पूरा गरेका विद्यार्थीहरूको बधाई तथा सम्मान समारोहलाई अगाडि बढाउन गइरहेको छु। कुनै पनि कार्यक्रमलाई औपचारिकताको रूपमा अगाडि बढाउनको लागि सभापतिको आवश्यकता पर्ने भएकोले यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामबाबु कोइरालाज्यूलाई सभापतिको आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। लगत्तै सभापतिको आज्ञाले म थप कार्यक्रमलाई अगाडि बढाउन लैरहेको छु। यसैगरी आज देश को सम्मान का खातिर, राष्ट्र के सम्मान का खातिर
ध्रुवनारायण माधवज्यू, त्यसै गरी अतिथिको आसन, विशेष अतिथिको आसन नगरपालिकाका प्रमुख एकाइ समन्वय प्रमुख सुरेश कुमार जोशीज्यूलाई पनि आजको यस कार्यक्रममा म हार्दिक स्वागत गर्न चाहन्छु। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएका काठमाडौँ महानगरपालिकाका विभागीय प्रमुख नवराज ढकालज्यू, विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएका समन्वय इकाइ काठमाडौँका अधिकृत उषा लामिछानेज्यू, दुर्गा भुजेलज्यू अनि जिल्ला समन्वय इकाइ रसुवाका प्रमुख दिपेश श्रीवासज्यूलाई पनि यस कार्यक्रममा म हार्दिक स्वागत गर्न चाहन्छु। काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका शिक्षा अधिकृत केशव गेवालीज्यू, शिक्षा अधिकृत श्री इन्द्र दाहालज्यू, शिक्षा अधिकृत श्री सुशील त्रिवेदीज्यू, शिक्षा अधिकृत श्री रामचन्द्र खड्काज्यू, शिक्षा अधिकृत श्री लक्ष्मी पौडेलज्यूलाई पनि यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुलाई 13 नम्बर वडाका सदस्य मैया देउजा, रजनी महर्जन, हाराज श्रेष्ठज्यू, ज्ञानेन्द्र शाहज्यूलाई पनि म यस कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिरहनुभएका शिक्षा मन्त्रालयका पूर्व सहसचिव, शिक्षक सेवा आयोगका निवर्तमान सदस्य डाक्टर दिल्ली रिमालज्यू, शिक्षा मन्त्रालयका पूर्व सहसचिव डाक्टर भोजराज काफ्ले, समाजसेवी जायका प्रति डाक्टर रामचन्द्र भुषाल, शिक्षक सेवा आयोगका निवर्तमान सदस्य नन्द कुमारी महर्जनज्यूलाई पनि म हार्दिक स्वागत गर्दछु। वडा नम्बर 14 का वडाध्यक्ष सुमन श्रेष्ठ, छात्रवृत्ति दाता समना देउजा, एलआरआई स्कुलका फाउन्डर प्रिन्सिपल श्री शिवराज पन्त, यशोधरा पन्त, महिला शिक्षक सङ्घका प्रतिनिधिहरूलाई पनि म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। वडा नम्बर 13 का समाजसेवी सुरेन्द्र भानन्दर, स्थानीय युवा सेवा समाजसेवी रवि विष्णु घिमिरे, स्रोत व्यक्ति खगराज जोशी ज्यूलाई पनि म हार्दिक स्वागत गर्छु कार्यक्रममा। अतिथिको आसन ग्रहण गर्नुभएका रामेश्वर गौतम, कृष्ण हरि कोइराला, सरिता महर्जनज्यूलाई पनि म हार्दिक स्वागत गर्दछु। त्यसै गरी शिक्षक अभिभावक सङ्घका अध्यक्ष देवाकर भट्टराई लगायतका अन्य पदाधिकारीलाई पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। अनि पूर्व विद्यालय प्रबन्धन समितिका अध्यक्ष उर्मिला बाली, नारायण पौडेलज्यू, पूर्व शिक्षक अभिभावक सङ्घका अध्यक्ष सागर राजकुमारज्यूलाई पनि कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। अनि विद्यालयका पूर्व प्रहहरू शिवराज लामिछाने, भवानी शर्मा, मन शर्मा, सानुकाजी केसी, रेवत भद्राचार्य, श्री धनञ्जय शर्मा अधिकारीज्यू, कुञ्जय प्रसाद यादव, नातिकाजी महर्जनज्यूलाई पनि यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। बुढाथोकीज्यूलाई पनि म स्वागत गर्दछु। त्यसै गरी सल्लाहकारहरू वीरेन्द्र थपलियाज्यू, गोविन्द लामिछाने, रमेश गौतम, दशरथ विशाल, धर्म महर्जन, भवनाथ झाज्यूलाई पनि म हार्दिक स्वागत गर्दछु। अतिथिको आसन ग्रहण गरिरहनुभएका पूर्व गभर्नर देवेन्द्र बहादुर छेत्री, सिडिबिडीका प्रमुख रामले लामिछाने, पूर्व प्रहहरू धनञ्जय शर्मा, कुञ्जय अधिकारी, नातिकाजी महर्जन आदि सबलाई पनि म हार्दिक स्वागत गर्दछु। त्यसै गरी गोकर्ण विश्व, रामले लामिछाने, देवेन्द्र बहादुर छेत्री सम्पूर्णलाई स्वागत गर्दै पूर्व विद्यार्थी समाजका अध्यक्ष रुचन्द्र पन्त, निरु महर्जन, राम महर्जन कार्यक्रममा स्वागत गर्दछु। पूर्व विद्यार्थी समाजका अध्यक्ष सालराम गौतम, अर्जुन गौतमज्यूलाई पनि म कार्यक्रममा स्वागत गर्दछु। त्यसै गरी समाजसेवीहरू आनन्द राजथला, राजेश्याम राजथला, आदेश्वर बुढाथोकी, रमेश रायमानीज्यूलाई पनि कार्यक्रममा स्वागत गर्दछु। त्यसै गरेर छिमेकी विद्यालयका विभिन्न विद्यालयबाट आउनुभएका हाम्रो आतिथ्यलाई स्वीकार गरेर आउनुभएका प्रहजीहरू अमरज्योतिका प्रह सुन्दर पन्त, विश्वविद्यालयका प्रह हेमराज पढेलज्यू, जनपद मालिका प्रह हिरादेवी श्रेष्ठ, पञ्चगढा मालिका सुरज सावत, जनपद मालिका प्रह नवराज कुमार,
निर्वाचित डाक्टर जानुका नेपाल, पद्मकर्णी मालिका डाक्टर शर्मिला पौडेल, पद्मकर्णी मालिका रिता तिवारी, विष्णु देवी मालिका कङ्गालिका विष्णु पनेरू, गीता मालिका सप्र रामप्रसाद देवकोटा, शान्तिज्योत मालिका राजेश्वर प्रधान, एलआरआईका प्रिन्सिपल शिवराज पन्त, लालबाबु गुप्ताज्यू, जनपद मालिका पूर्व जीवबहादुर भानिछाने, रानीबारी मालिका श्री नारायण गौतमज्यू, जनविकास मालिका अनिल झा जीवनमा पनि म कार्यक्रममा हार्दिक स्वागत गर्दछु। त्यसै गरी राजेश छोराथोकी, नारायण कान्त महान्दर, बलुङ मालिका सुमन राउत, जनकल्याण मालिका दीपक श्रेष्ठ, रिजनल एकाडेमीका प्रतिनिधिज्यूलाई पनि कार्यक्रममा हार्दिक स्वागत गर्दछु। यसै गरी सम्पूर्ण यस विद्यालयमा कक्षा नर्सरीदेखि 12 कक्षासम्म विभिन्न पद ओहदामा जिम्मेवारी सम्हालेर बस्नुभएका इन्चार्जज्यूहरू, संयोजकज्यूहरू, शिक्षक साथीहरू, सम्पूर्ण स्कुलका विद्यार्थी साथीहरू र शिक्षकहरूमा पनि म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। वरिपरि हामीलाई नजिकै बसिरहनुभएका प्रहरी विभाग हामीलाई सहयोग गर्नु अनि अन्य विभिन्न हाम्रो आतिथ्यतालाई स्वीकार गरेर आउनुभएका सम्पूर्ण पाहुनाहरूलाई म हार्दिक स्वागत गर्दछु। हामी लामो इतिहास र सङ्घर्ष बटुलेर हामी यहाँसम्म आइपुगेका छौँ। ज्ञानोदय माध्यमिक विद्यालयले 63औं जन्मदिवस मनाइरहँदा एउटा छुट्टै अहिले पछिल्लो समय छुट्टै इतिहास रच्न सफल भएको छ, जुन यहाँहरू समक्ष जग्जाएको छ। सबभन्दा पहिला 435 जना विद्यार्थीहरू जुन यस विद्यालयबाट एससी उत्तीर्ण भएर अब फेरि अर्को ठुल्ठुलो चरण आतुर भएर हाम्रो स्वागतलाई स्वीकार आउनुभएका विद्यार्थीहरूलाई म हार्दिक स्वागत गर्दछु। र म के पनि भन्न चाहन्छु भने यहाँहरू एउटा फेरि नयाँ भविष्य कोर्न तत्पर हुनुहुन्छ। विद्यार्थी भाइ बहिनीहरू कतै कतै साथीभाइको भर होइन, बहकिन हिँडेको, केही जानेका वा नजानेका साथीहरूको सल्लाहले हिँड्दै गरेर पनि हामी भेट्छौँ। त्यसो होइन। तपाईँलाई म चाहिँ के भन्न चाहन्छु भने हामी यस्तै ज्ञानोदय जस्तै अन्य सामुदायिक विद्यालयहरू अब नयाँ मोडमा आइसकेका छन्, डिजिटलाइज भइसकेको छ। तपाईँ हेर्न सक्नुहुन्छ ज्ञानोदय माध्यमिक विद्यालयका प्रत्येक कोठामा स्मार्ट बोर्डहरू झुन्डिएका छन्, प्रोजेक्टरहरू झुन्डिएका छन्। आयोग पास गरेर आउनुभएका प्रबुद्ध क्षमतावान शिक्षकहरू हुनुहुन्छ। हामी केही भौतिक संरचना अगाडि देखाएर रणभूमिमा पार्ने केही साथीहरूका विद्यालयहरूमा अवलम्बित नगरौँ। तपाईँले 10 बोर्ड 2, 11, 12लाई यस्तै तपाईँले जुन सुविधा लिएर ज्ञानोदय जस्तै विद्यालयमा अध्ययन गर्नुपर्छ त्यस्तै विद्यालय गर्नुहोस्। म भन्दिनँ कि तपाईँ यहीँ पढ्नुपर्छ। हामी अझ रिजल्ट हेर्नुभयो भने एससी भन्दा पनि 11, 12को रिजल्ट लेखाजमा गरेर हेर्नुभयो भने अझ प्रबल छ, अझ बलियो छ ज्ञानोदयको। भले 4 जिपिए नआएको होला, तर 3.95 भन्दा बढी सम्म जिपिए ल्याएर ज्ञानोदय माध्यमिक विद्यालयले व्यवस्थापन, कानुन र विज्ञानमा राम्रो अङ्क हासिल गर्न सक्नु भएको विद्यालय छ, यो बुझ्नु होला। त्यसै गरी म के भन्छु भने विद्यार्थी भाइ बहिनीहरू, हामी समाज असल छोराछोरी, असल अभिभावक बढ्ने प्रयत्नको जड हाल्दैछौँ। असल छोराछोरी बन्नको लागि तपाईँ संस्कार सम्झाउनुपर्छ, धर्म सम्झाउनुपर्छ अनि आफ्नो गन्तव्य एकिङ गर्नुपर्छ। लयमा नबुझ्नु होला, जान्नेहरूसँग बुझेकाहरूसँग सल्लाह लिनु होला र अझ यहाँभन्दा पनि उज्जवल भविष्य यहाँहरू बन्नेछ भन्ने म शुभेच्छा सहित यहाँलाई फेरि स्वागत गर्दै आजका सम्पूर्ण हाम्रो आत्मालाई स्वीकार गरेर आउनुभएका पाहुनाहरूलाई पुनः हार्दिक स्वागत भन्दै बिदा हुन चाहन्छु। हस्, धन्यवाद।
पालिका समिति सदस्य, विद्यालयका अग्रज, विद्यालयका संरक्षक आदरणीय ध्रुव दाजु, मञ्चमा आसीन विशिष्ट अतिथिहरू, शिक्षा समन्वय इकाइ प्रमुख सुरेश चाक्से सर, काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकाल सर, छिमेकी विद्यालयबाट पाल्नुभएका आदरणीय प्रहरीज्यूहरू, मञ्चमा आसीन विद्यालयका आदरणीय शिक्षक शिक्षिकावर्ग, कर्मचारीवर्ग, समाजसेवी र प्यारा विद्यार्थी भाइ बहिनीहरू, यहाँहरू शिक्षक अभिभावक सङ्घको तर्फबाट, सिङ्गो अभिभावक वर्गको तर्फबाट न्यानो नमस्कार अभिवादन। विद्यालयले ६३औं वार्षिकोत्सव मनाउँदै गर्दा विद्यालयले आफ्नो इतिहासमा एउटा स्वर्णिम अक्षरले आफ्नो इतिहास लेखेको छ। 21 जनाको भोट जितिए सहित सिङ्गो सामुदायिक विद्यालयको प्रतिष्ठा उच्च बनाउनु हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई तथा धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। प्यारा विद्यार्थी भाइ बहिनी, पानी जहाज बन्दरगाहमा राख्दा सुरक्षित हुन्छ, तर पानी जहाज बनाएको बन्दरगाहमा बस्नको लागि होइन। तपाईहरूले अब सबै खालका सीमाहरू, सबै खालका चाहिँ संकीर्णताहरू, सबै खालका चाहिँ पर्खालहरू, सबै खालका चाहिँ अवरोधहरू छेडेर तोडेर नयाँ इतिहास लेख्नुपर्ने छ। देशलाई डिग्री मात्रै होइन, डिग्री लिएको चाहिँ विद्यार्थी मात्रै होइन, सर्टिफिकेट मात्रै होइन, भिजन चाहिएको छ, दृष्टिकोण चाहिएको छ। देशलाई हामी अहिले अल्पविकसित मुलुकमा छौँ, देशलाई चाहिँ विकसित मुलुकमा, समृद्ध मुलुकमा लाने योद्धाहरू चाहिएको छ, नयाँ योद्धाहरू चाहिएको छ। त्यो ज्ञानोदय विद्यालयले चाहिँ जन्माएको छ भन्ने कुरा हामीलाई विश्वास छ। नेल्सन मण्डेलाले भन्नुभएको छ, शिक्षा त्यस्तो हतियार हो जसले संसारलाई नयाँ ठाउँमा लाग्छ, नयाँ ठाउँमा पुर्याउँछ भन्नुभएको छ। तर त्यसको लागि सही दिशा, सही योजना, सही प्लान हुनुपर्छ। म त्यो थप्न चाहन्छु। एपिजे अब्दुल कलामले भन्नुभएको छ, सपना भनेको रातिमा देखिने सपना होइन, सपना भनेको दिनमा देखिने सपना हो, राति निदाउने सपना होइन। सपना त्यो सपना हो जसले हामीलाई निदाउन दिँदैन। तपाईँलाई त्यो सपना देख्नुपर्छ। यहाँ आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। अन्तिममा 4 हरफको एउटा कविता भन्दै मेरो भनाइ मन्तव्य पुर्याउन चाहन्छु। परिवारको सपना, समाजको विश्वास हौ तिमी, राष्ट्रको भविष्य उज्यालो बनाउने प्रकाश हौ तिमी, ज्ञानोदयको संस्कार शिरमा सजाएर अगाडि बढिरहनु, सफलताको नयाँ इतिहास कोर्ने अदम्य साहस हौ तिमी। यस कार्यक्रमका सभाध्यक्ष र यस कार्यक्रमका प्रमुख अतिथि, यस काठमाडौँ महानगरपालिका वार्ड नम्बर 13 का वडा अध्यक्षज्यू गुरुनारायण मानन्दज्यू र यस कार्यक्रममा उपस्थित हुनुभएका काठमाडौँ जिल्ला समन्वय इकाइका प्रमुख सुरेश कुमार जोशी सर र काठमाडौँ महानगरपालिका शिक्षा विभागका प्रमुख नवराज ढकाल सर र जिल्ला समन्वय इकाइबाट पाल्नुभएका अन्य कर्मचारीहरू र काठमाडौँ महानगरपालिकाबाट पाल्नुभएका अन्य विशिष्ट कर्मचारीहरू र यस ज्ञानोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लगायत सदस्य साथीहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष लगायत सदस्य साथीहरू,
र यस विद्यालयका प्रधानाध्यापकज्यूहरू, यस विद्यालयका सल्लाहकारज्यूहरू, त्यहाँ छिमेकी विद्यालयबाट पाल्नुहुने सम्पूर्ण प्रहरीहरू, काठमाडौँ महानगरपालिका शिक्षा विभागको शिक्षा अधिकारी लक्ष्मण पौडेलज्यू र मुलुकमा आसीन सम्पूर्ण वर्गहरू र यस विद्यालयका स्थानीय बुद्धिजीवीहरू, स्थानीय स्वयंसेवकहरू, स्थानीय समाजसेवीहरू र शिक्षाप्रेमीहरू र यस विद्यालयका अभिभावकज्यूहरू, यस विद्यालयका प्रधानाध्यापकज्यूहरू, सहायक प्रधानाध्यापकज्यूहरू, शिक्षकहरू, कर्मचारीज्यूहरू र हाम्रो निम्ता स्वीकार गरी आउनुभएका सम्पूर्ण वर्गका व्यक्तित्वहरू र विद्यार्थी भाइ बहिनीहरू, मुख्यतः यस कार्यक्रमका विद्यार्थी भाइ बहिनीहरूलाई म विद्यालय व्यवस्थापन कमिटीको तर्फबाट सम्पूर्णलाई स्वागत भन्न चाहन्छु र सबैलाई धन्यवाद भन्न चाहन्छु। धन्यवाद। यस ज्ञानोदय माध्यमिक विद्यालय सालमा स्थापना भएको यो खोलाको छेउमा एउटा बगरमा त्यो अगाडिको ए बिल्डिङको भएको ठाउँमा एउटा सानो झुप्रो कच्ची माटो र इँटाको जोडाइएको भवन थियो। त्यसै भवनमा म पनि यसै भवनका विद्यार्थी अथवा यस भवनको एउटा विद्यार्थीको रूपमा ज्ञानोदयमा प्रवेश गरेको हो र 2039 सालमा यस विद्यालयले पहिलोचोटि एसएलसी परीक्षा दिएको थियो। त्यसमा विद्यार्थी जम्मा 2 जना विद्यार्थी मात्र उत्तीर्ण हुन सफल हुनुभयो। दोस्रोचोटि 40 सालमा एसएलसी दिएको, त्यसमा पनि 2 जना विद्यार्थी पास हुनुभयो र सरकारले त्यो बेलामा प्रस्तावित मावि दिएको थियो र 3 वर्षसम्म लगातार एसएलसीमा 33% आएन भने विद्यालय कोल्याप्स हुने स्थिति थियो र त्यो तेस्रो ब्याचको विद्यार्थी 2040 सालको ब्याचको विद्यार्थी म हुँ है र हामी 21 जनाले एसएलसी दिएका थियौँ। भाग्यवश 7 जनाले एसएलसी पास गरे र 33% फ्याक्टर पुग्यो। त्यो सङ्कीर्ण अवस्थादेखि आज बिस्तारै 2045 सालमा आउँदा हाम्रो आदरणीय धनञ्जय सरको प्रको चाहिँ कार्यकालमा मलाई लाग्छ 45 सालमा फर्स्ट डिभिजन आयो। त्यही क्रमले सुरु हुँदै गयो र तेस्रो दर्जामा पनि यो ज्ञानोदय आयो र क्षेत्रीय तहमा प्रथम पनि भयो। हुँदै आएर दिनमा अघिल्लो साल 6 जनाको खोजिपी आएको थियो भने यो साल 21 जनाको खोजिपी ल्याउन ज्ञानोदय सफल भयो। यो सफलताको लागि विद्यार्थी भाइ बहिनीलाई धेरै धेरै धन्यवाद भन्दै र यो सफलतामा साथ दिनुहुने यस विद्यालयका प्रहरीदेखि शिक्षक, कर्मचारी, अभिभावकहरू, एसएलसी, पिटे सबैलाई म धन्यवाद दिन चाहन्छु। र यो विद्यालयको सुरुवात यस्तो भयो र अब म विशेष गरेर भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भन्दा हो, पक्कै पनि भाइहरू 21 जनाले खोजिपी ल्याउनु भयो, A+ ल्याउनु पर्दा 142-52 होइन। तर तपाईँहरूको यो पहिलो स्टेजको फुलकिलो एउटा फुलकिलो पार गर्नुभयो, अब दोस्रो फुलकिलो पार गर्नुहोस्। जस्तै अहिले चाहिँ नयाँ आचार संहिता भयो, अब जमिन माथिको टाइपको कुरा गर्न बाँकी छ। त्यस कारणले तपाईँहरूले र लगायत तपाईँका अभिभावकहरूले अब +2 कहाँ पढ्ने, कसरी पढ्ने, कुन विद्यालयमा पढ्ने, प्राइभेट विद्यालयहरूले तपाईँहरूका अभिभावकदेखि भाइ बहिनीहरूलाई ठुला आश्वासन दिनुभयो होला, म यसरी दृष्टि दिन्छु भन्नुभयो होला अनेक भयो। अब विद्यार्थी भाइ बहिनीहरूलाई आफूले खोजेको ठाउँमा नजानुहोस् त हामीले भन्नु मिल्दैन, तर पनि विचार गरौँ। विद्यार्थी भाइ बहिनीहरूले पनि विचार गरौँ, अभिभावक वर्गहरूले पनि विचार गरौँ। यो ज्ञानोदय माध्यमिक विद्यालय तपाईँहरूलाई 11-12 पढाउन सक्षम छ। यहाँका शिक्षकहरू सक्षम शिक्षकहरू हुनुहुन्छ, डिग्री होल्डर शिक्षकहरू हुनुहुन्छ, अनुभवी शिक्षकहरू हुनुहुन्छ, तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। यसमा तपाईँले सङ्घै गर्नु पर्दैन। खैर, अब तपाईँहरूले यीबाट लक्ष्मी दिनुभयो, अब कलेज त अर्कै विद्यालयमा जाँदा राम्रो होला। तपाईँले देख्नु भएको छ ठुल्ठुला चाहिँ प्राइभेट विद्यालयहरू, हाम्रोभन्दा ठुल्ठुला अल्गा भवन भएका चाहिँ आकर्षक देखिने
विभिन्न प्रलोभन देखिने त्यस्ता कलेजहरू देख्न पाएको छ होला। तर वास्तवमा भवन जति ठुला भए पनि बाहिरी आकर्षण जति भए नि तपाईँहरू पढ्ने त एउटा कक्षा कोठामा नै हो नि। त्यस कारण त्यो कक्षा कोठामा पढाउनलाई ज्ञानोदय सक्षम छ, तपाईँहरूले त्यसको विश्वास गर्नुहोला भन्ने मैले आशा गरेको छु। एउटा दुर्भाग्य भनौँ कि संयोग भनौँ कि के भनौँ, हाम्रो काठमाडौँ महानगरपालिकाको विभागीय प्रमुखजी हुनुहुन्छ। कता कता काठमाडौँ महानगरपालिकाले अहिले पनि विद्यार्थीहरूलाई फ्री सिटको लागि नोटिस निकालेको छ। वर्ष 11 गतेसम्म इक्जाम फर्म भरिने यहाँ चाहिँ 17 गते इक्जामै भनेको छ। कता कता यो के नमिलेको हो कि उहाँहरूले प्राइभेट स्कुललाई बाहिरबाट त्यस्ता अलिकति गरे जस्तो भित्रभित्रै प्राइभेट स्कुललाई माया गरे हो कि जसरी हाम्रो विद्यालयमा 21 जना विद्यार्थी खोजी फेरि आउनु भएको छ। उहाँले महानगरले दिएको फ्री सिटमा नाम निकाल्नुहुन्छ र जानुहुन्छ कहाँ भन्दा प्राइभेट स्कुल। यो अत्यन्त दुःखको कुरा छ। यसमा महानगरले पनि विचार गरिदिनुपर्छ कि मैले अघिल्लो कार्यक्रममा यो कुरा व्यक्त गरेको थिएँ। यसमा ठिक छ, महानगरले फ्री सिट पढाउनुपर्छ, 10% पढाउनुपर्छ, तर प्राइभेटलाई कुनै पनि विद्यालयले कुनै पनि कलेजले बिना 10% फ्री सिट जति पढाउन नपाउने नियम भइदिए राम्रो हुन्थ्यो। यहाँ नियम कस्तो उल्टो भइदियो भन्दा सरकारी विद्यालयले मात्रै फर्म भर्न पाउने, सरकारी विद्यालयका उच्च राम्रा विद्यार्थी गएर कहाँ जाने त भन्दा फेरि प्राइभेटमा जाने, फेरि सरकारी विद्यालयको विश्वविद्यालय त अनेक अनेक त्यो लगिरहेको तर सिटै प्राइभेटको लगिरहेको कता कता अलि आत्मसन्तुष्टि नभएको कुरा मैले व्यक्त गरेँ। यसको मैले बढी बोलेको यो वास्तव र विद्यार्थी दाइहरू तपाईँले रोजेको ठाउँमा जान पाउनुहुन्छ। तर पनि पुनः मैले तपाईँलाई के अनुरोध गरेँ भन्दाखेरि तपाईँहरूलाई पढाउन ल्याउने विद्यालय सक्षम छ, तपाईँले विचार गर्नुहोला भन्दै मेरो छोटो मन्तव्य यही अन्त गर्छु। जय ज्ञानोदय, हस्, धन्यवाद, नमस्कार। सबैको अनुरोध, विद्यालयलाई माया गर्ने यसै वडाका सरकार प्रमुख आदरणीय दाजु, आजका प्रमुख नायक प्रमुख व्यक्तित्व ध्रुवनाथ मानवज्यू, त्यसै गरी काठमाडौँले समन्वयका पद्म सुरेश सर, काठमाडौँ महानगर अनि काठमाडौँ विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, सदस्यहरू, शिक्षाका विभाग समितिका अध्यक्ष सदस्यहरू, पूर्व हेड सर, अहिले यहाँ विराजमान हुनुभएका छिमेकी विद्यालय अमरज्योतिका त्यसपछि विश्वविद्यालयका प्रहरी लगायत सबै प्रहरीहरू, साथसाथै मञ्चमा आसन गरिदिनुभएका आदरणीय गुरु रमेश सर, धनञ्जय सर, हाम्रा गुरु अग्र व्यक्तित्व रुपेश महर्जन लगायत अतिथिहरू, आदरणीय सम्मानीय मान सम्मान गर्नुपर्ने सम्पूर्ण व्यक्तित्वहरू, ज्ञानोदय महाविद्यालयलाई सहयोग गरी चन्दादाता सहयोगी मित्रहरू, हाम्रो सम्पूर्ण अभिभावकहरू, विद्यार्थीहरू, ज्ञानोदय माध्यमिक विद्यालयका प्रहरीहरू, सहायक प्रहरीहरू, सबै कोर्डिनेटरहरू, सम्पूर्ण शिक्षकहरू, अभिभावकहरू र विद्यार्थी भाइ बहिनी, कलाकारहरू, पत्रकारहरू सबै मेरो न्यानो अभिवादन प्रोग्राम साथै न्यानो भएर स्वीकार ज्ञानोदयको सलाम छ। मैले भनिरहनु परेन, यहाँ पूर्ववक्ताहरूले भनिसक्नु भएको छ, ज्ञानोदय यस्तो ज्ञानोदय हो, यस्तो टिम मिलेको छ, यस्तो एजेन्डा मिलेको छ, साई नेपालमा भनियो भने आदरणीय व्यक्तित्व महानगरपालिका नम्बर सही हुनुहुन्छ, जिल्ला समन्वय प्रमुख यही हुनुहुन्छ, अनि हाम्रो गुरु आदरणीय व्यक्तित्व हाम्रो गुरुलाई वडाका अभिभावक संरक्षक यही हुनुहुन्छ। ज्ञानोदय साँच्चै ज्ञानोदय लगाउने हो भने अब यहाँ हाम्रो डाक्टर पढ्नेहरू क्याम्प चाहिन्छ। आज हेर्नुहोस्, सबैले ज्ञानोदय हेरेका छन्, सबै जिल्लाबाट ज्ञानोदय भर्ना गर्नु पर्यो। लौ हेर्छ, लौ सय हेर्छ, लौ अध्यक्षज्यू, लौ सदस्यज्यू, लौ तपाईँले शिक्षा मन्त्रीज्यू लगायत सबै ठाउँमा फोन जानु भयो। त्यो मात्रै होइन, यही नजिकैको मन्त्री हुनुहुन्छ बिहार भक्त, उहाँले पनि पटक पटक ज्ञानोदय भर्ना गर्नु पर्यो। गाह्रो हुने पर्यो, भवन कम छ, सकिएन भने उहाँ आफै भन्नुहुन्छ, हाल भन्नु पर्दैन। मैले किन भनिरहेको छु भने तपाईँहरू बुझ्नुहोस्, ज्ञानोदयमा भर्ना नभएर रुँदै रुँदै अभिभावकहरू कराउँदै त्यहाँबाट कस्तो ज्ञानोदय सरकारी विद्यालय भनेको छ, पढ्न गयो भर्ना लिँदैन,
भनेर बुझ्दै जानुपर्छ। म पनि कुनै ठाउँ जनप्रतिनिधि हो, यहाँको समितिको 17 वर्षमा मैले यहाँ टेकेको, मेरो बच्चा पढ्दै पनि 2 जना पास गरिसके, यहीँ पढेको नीतिलाई होइन समुदायले सहयोग गर्नु पर्यो। अहिले हिजो काठमाडौँ महानगरपालिकामा नगर प्रमुख हुँदा बालेन्द्र शाह अहिले नेपालको प्रधानमन्त्री हुनुहुन्छ। उहाँकै निर्देशनअनुसार अब मन्दित गर्ने विद्यालय त्यस्तो होइन, वडा अध्यक्ष हुनुपर्छ ल्याइयो। अदालत मुद्दा पऱ्यो त्यो हट्यो, अनि फेरि अहिले सरकारले उहाँ नै प्रधानमन्त्री भएको बेलामा 4 जना अभिभावक, 2 जना महिला अनि 2 जना पुरुष, 4 जना अभिभावक ल्याउने, अनि वडाको प्रतिनिधि बस्ने, अनि हेड सर अनि विद्यालयको शिक्षकहरूमध्ये एकजना प्रतिनिधि नयाँ। त्यो नयाँ समिति बन्ने कुरामा सबैभन्दा मुख्य जोड कसो हुन्छ? स्थानीय सरकार, यो वडाको 13 वडाको हुन्छ। अनि मावि शिक्षा नेपालको संविधानले के भनेछ भने मावि शिक्षा स्थानीय निकायमा लिन्छ भने, अनि त्यो ठाउँको गहना त्यो ठाउँको हिरामतीलाई संरक्षण गर्ने दायित्व भनेको आजका प्रमुखजी आदरणीय दाइ दुर्दायको हो नि, अनि हाम्रो नवरासरको हो नि, हाम्रो समन्वय प्रमुखजीको हो नि, भित्र भन्नुभयो विधि परीक्षा कसरी लिँदैछ। अनि हाम्रो चिपिए फोर आएको 21 जना हुनुहुन्छ, त्यो सँगसँगै प्लस आउने 142 जना हुनुहुन्छ। त्यो विद्यार्थीहरूलाई फ्री पढाउन तलब हामीले के पढाउने महोदयज्यू अनुमान गर्नुहोस्। साँच्चै सोच्नु, तपाईँले सोच्नु पर्यो, पढ्न पऱ्यो परेन, त्यहाँ कुरा गर्न पऱ्यो परेन। आजको दायित्वले जानुहुन्छ, तर नीति बनाउने सरहरू त हुनुहुन्छ नि, समन्वयको काठमाडौँ महानगरको सर हुनुहुन्छ, उहाँले भन्नु पऱ्यो सामुदायिक विद्यालयले कमजोरीको गल्ती हो, यसलाई सुधार्नु पऱ्यो। हालिदिनु नि, यहाँ सबै साइन्स पढ्छ, सबै डाक्टर हुन्छन्, पाइलट हुन्छन्, इन्जिनियर हुन्छन्। आज 40-50 डाक्टर भएको छ यही ज्ञानोदयबाट, राष्ट्रको सम्मान ठाउँ पुगेका छन्, त्यो गरिदिनु पर्यो। त्यसो हुनाले सबै विद्यार्थीहरू हाम्रा सक्षम छन्, योग्य छन्, सबल छन् भन्ने भएको हुनाले ज्ञानोदय सबैको लागि साझा बन्न सक्छ। ज्ञानोदय नेपाल सरकारलाई साझा बन्न सक्छ, चाहे शिक्षा मन्त्री हुनुहोस्, चाहे प्रधानमन्त्री हुनुहोस्, ज्ञानोदयलाई हेरेर सवाल उठाउनुपर्छ। त्यस कारणले सबै अभिभावकहरू, सबै विद्यार्थीहरू ज्ञानोदयमा पढ्नुपर्छ भन्ने शुभकामना दिँदै तपाईँहरू पास सबैलाई म बधाई दिँदै बिदा हुन्छु। हस्त नमस्कार। विद्यार्थी भाइ बहिनीहरू र पुरस्कृत हुन सम्मानित हुन गइरहनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। छिमेकी विद्यालय विश्व निकेतन माविको प्रधानाध्यापकलाई, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण प्रधानको तर्फबाट एउटा बोल्ने मौका दिनुभएकोमा म हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। देशमा सामुदायिक विद्यालयमा सरकारको लगानी भएको, तर सामुदायिक विद्यालय नै आरोप खेपिरहनु परेको परिप्रेक्ष्यमा देशका सामुदायिक विद्यालयहरू कम्ती छैनन् र गरेर देखाएका छन् र कैयौँ लाखौँ शुल्क तिर्नुपर्ने निजी विद्यालयलाई पनि पछि पारेका छन् भन्ने कुरा अहिले भर्खरै सम्पन्न एससीको नतिजाले पनि पुष्टि गरेको छ। ज्ञानोदय माध्यमिक विद्यालयले देशका सामुदायिक विद्यालयहरूको धरोहर र इज्जत झानिदिएको छ र ज्ञानोदय माविन छन देशको सामुदायिक विद्यालयले राम्रो गरेका छन् भनेर इज्जत झानिदिएको छ। विश्व निकेतन, कालिका मानव ज्ञान लगायत देशका सामुदायिक विद्यालयहरूले गरेका कामहरू मार्केटमा सेल गर्न नसकेको, विज्ञापन गर्न नसकेको मात्र हो, तर हामीले इज्जत झानिदिएका छौँ र यहाँ अहिले 21 जनाले फोजिपे ल्याएर त्यो पुष्टि गरेको छ। थोरैजना होइन, 425 जना पठाएर पनि 95% भन्दा बढी विद्यार्थी उत्तीर्ण भइकन पनि 21 जनाले फोजिपे ल्याउनु भएको छ। त्यो पनि सदाबहार राम्रो नतिजा छ। अघि रामेश्वर गौतम सरले भन्नुभयो हामी मलजल गर्ने, सिँगार पुस्ने, राम्रो बनाइदिने, तर अहिले छात्रवृत्तिका स्किमले गर्दा ती विद्यार्थीहरूलाई उभियो फर्के चाहिँ प्राइभेटमा जाने परिस्थिति सिर्जना भएको छ। यसको लागि म के अनुरोध गर्न चाहन्छु भने हो, निजी विद्यालयहरूले 500सम्म विद्यार्थी हुनेले 10%, 500देखि 800 हुनेले 12% र 800 भन्दा बढी हुनेले 15% छात्रवृत्ति दिनुपर्छ। त्यो छात्रवृत्ति दिने रकम राम्रो गर्ने विद्यार्थीहरू सामुदायिक विद्यालयका जहाँ पढेका छन् त्यही उनीहरूलाई नगद रकम दिने हो भने त त्यही अडिनु हुन्छ। तपाईँहरूले शिक्षामा लगानी बढाइदिनुहोस्। हामी गुणस्तरीय शिक्षा दिन, सिकाइ उपलब्धि बढाउन र निजीभन्दा कम छैनन् भन्ने कुराहरूलाई अझ हामी पुष्टि गरेर देखाउनको लागि प्रतिबद्धता छौँ। महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो। ज्ञानोदय प्रतिभाप्रति हार्दिक आभार प्रकट गर्दै, कृतज्ञता प्रकट गर्दै
म उज्जवल भविष्यको कामना दिन्छु, शुभकामना दिन चाहन्छु र उज्जवल गर्न चाहन्छु। हस्त नमस्कार, धन्यवाद। र त्यस्तै गरिकन अन्य क्षेत्रबाट आउनुभएका अधिकृतज्यूहरू, काठमाडौँ महानगरपालिकाबाट पाल्नुभएका अन्य आगन्तुक व्यक्तित्वहरू र हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका यस विद्यालयका सल्लाहकार समितिका सदस्यज्यूहरू र अन्य अतिथिज्यूहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, पिटिएका अध्यक्षज्यूहरू र विभिन्न विद्यालयबाट हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका प्र तथा सप्रज्यूहरू, पत्रकारज्यूहरू, त्यस्तै गरिकन यसभन्दा अगाडिका विद्यालयका प्रज्यूहरू, पूर्व विद्यालयका व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, यसै विद्यालयका सप्रज्यूहरू, कक्षा लिडर, कक्षा शिक्षक, विषय शिक्षक, विषय संयोजक, कर्मचारीज्यूहरू र आजको विशेष कक्षा 2082 एससी दिनुभएका र उत्तिर्नुभएका आजका एकदम महत्त्वपूर्ण व्यक्तित्वहरू, विद्यार्थी भाइ बहिनीहरू सबैलाई म नमन भन्न चाहन्छु। स्वीकार्नुहोस् मेरो नमस्कार। आज 2020 सालको कथा र कहानी हाम्रा विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूले भनिसक्नु भएको छ। 2020 सालमा स्थापित भएको विद्यालयले विभिन्न कारणवश विभिन्न समयमा मनाउन नसकेको वार्षिक उत्सव आज 63औं वार्षिक उत्सव हामी भव्य र सभ्य साथ हामी मनाउन गइरहेका छौँ। यो आरोह र अवरोहलाई पार गर्दै विद्यालय यो ठाउँसम्म आउन सफल भएको छ। त्यसकारण यहाँभन्दा अगाडि यस विद्यालयलाई सहयोग गर्नुहुने प्रेमनारायण राजखला, लामिछाने परिवार, जग्गादाता कान्छा महोदय सम्झन चाहन्छ, उहाँलाई स्मरण गर्न चाहन्छ, उहाँहरूको योगदानलाई सम्झन, समस्या समाधान र उसका कुराहरूप्रति उहाँहरूलाई हामी स्मरण गर्न चाहन्छौँ। वास्तवमा सुरुवातीका दिनहरूदेखि आजका दिनहरूसम्म आइपुग्दा मनमती खोलाको बाढीले विद्यालय बारम्बार क्षतिको अवस्थामा पुगेको छ। त्यो क्षतिले हाम्रा वित्तीय अमूल्य सम्पत्तिहरू नोक्सान पनि भइरहेका छन्। ती नोक्सानको बावजुद पनि हामीहरू अग्रसर भइरहेका छौँ। अहिले सरले सुरुको विद्यालय सङ्ख्या भनिसक्नुभयो। अहिले हामी 4500भन्दा बेसी विद्यार्थी लिएर 5 वर्षभन्दा बेसी हामी हिँडिरहेका छौँ। हाम्रा धेरै समस्या छन्, धेरै चुनौतीहरू छन्, भयो हामीले भत्काइरहेका छौँ। प्रदेशबाट हामीले केही बजेट ल्याएर बनायौँ, अझै अवरोध छ। 13 नम्बर वडाले हाम्रो बाँकी भवन बनाइदिनको लागि टेन्डरमा गइसकेको छ। त्यसकारण 13 नम्बर वडाप्रति म आभार व्यक्त गर्न चाहन्छु र काठमाडौँ महानगरपालिका भित्र रहेका यी विद्यालयहरूलाई भौतिक संरचनाका लागि अगाडि हुनको लागि काठमाडौँ महानगरपालिकाका प्रमुखसँग पनि म हार्दिक अनुरोध गर्दछु। हाम्रो नतिजा हेर्ने हो भने हामी अगाडि नै छौँ। 79 सालदेखि 4GPA ल्याउन सुरु गरेको हाम्रो विद्यालयले 82 साल आइपुग्दा हामी 21जना विद्यार्थीले 4GPA ल्याएका छन् भने टोटल नतिजा हामी 93% माथि नै रहेका छौँ। र यस कार्यको लागि अहोरात्र खट्नुहुने शिक्षक साथीहरू, अभिभावकज्यूहरू र अत्यन्त मेहनत गर्नुहुने विद्यार्थी भाइ बहिनीहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। भौतिक सम्पन्न नहुँदै कक्षा कोठाका अभाव रहँदै विद्यालयले द्रुत गतिमा शैक्षिक स्तर उन्नति गरिरहेको छ। हाम्रा विद्यार्थीहरू कक्षा 10 उत्तीर्ण गरेर काठमाडौँ महानगरपालिकाका छात्रवृत्तिमा जानुहुन्छ र त्यो बेलासम्म हामीले ख्याएका नङ्गाहरूमा संस्थागत विद्यालयले उच्च शिर पारेर सफलता ल्याउनुहुन्छ। अब यसको लागि नि म स्वीकार योग्य नै छु र यसको लागि अब हेरम सरले भनिसक्नु भएको छ। केही कोटाहरू हामीले प्राप्त गर्न पाए हामी पनि अझ उच्च स्थान साथ अगाडि बढ्न सक्ने थियौँ भन्ने मेरो भनाइ छ। विद्यालयमा अझै पनि स्मार्ट बोर्डहरू पुगिरहेका छैनन् र शिक्षक दरबन्दीहरू पुगिरहेका छैनन्। यी कुराहरूको लागि हाम्रा निकायहरू विज्ञ नै हुनुहुन्छ, उहाँहरूले यो कुरालाई स्वीकार गरेर अगाडि बढाइदिनुहुन्छ भन्ने मलाई लाग्दछ। भर्खरै मात्रै काठमाडौँ महानगरपालिकाबाट आउने दरबन्दीहरू प्राप्त नआइसकेका हुनाले हाम्रा कक्षा कोठाहरू अझै खाली छन्। हामीले थुप्रै विद्यार्थीहरू माझ शिक्षा पुर्याउन सकिरहेका छैनौँ। त्यसको लागि पनि म
आभार व्यक्त गर्न चाहन्छु। बुक फ्री फ्राइडेमा विद्यार्थी बाहिर जानुपर्ने हाम्रा यी चुनौती हुन्। भौतिक सम्पन्नता नहुँदै हामीले गरिएका यस शैक्षिक सुधारप्रति यहाँहरू सबैलाई पुनः आभार व्यक्त गर्न चाहन्छु। र हाम्रो नतिजा र विद्यालयमा आउने मायालु वातावरण, शिक्षकहरूको मेहनत र हाम्रो खटाइ नै सायद हो जस्तो मलाई लाग्दछ। त्यसैले गर्दा हाम्रा विद्यार्थीहरू आज यति उत्तीर्ण भएका छन् र हामी यति सफलताको शिखरमा पुग्न पनि अगाडि बढिरहेका छौँ। र काठमाडौँ महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा 28 जनाले 4 जिते ल्याउँदा 21 जना ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थीहरू पढ्दाखेरि सम्पूर्ण हाम्रो शिर उच्च भएको छ। यसका लागि मेहनत गर्नुहुने सम्पूर्ण सरकारवाला सबैलाई म फेरि नमन गर्न चाहन्छु। कक्षा 9 देखि हामीले प्राविधिक धार सञ्चालन गरेको छ, तर यी विद्यार्थीहरू वास्तवमा हाम्रा किन हो 11-12मा पढ्न चाहँदैनन्, यसका लागि पनि सम्बन्धित निकायहरूले सोच्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। अब विद्यार्थीहरूको उन्नतिका लागि अझै हामीसँग प्रयोगात्मक कक्षा कोठाहरू पुगिरहेका छैनन्। विद्यार्थीलाई हामीले प्रयोगात्मक रूपमा अझै अगाडि बढाएर पढाउन लान सकिरहेका छैनौँ। यी हाम्रा अझै चुनौतीका विषय छन्। भौतिक कक्षा निर्माण गरेर अझै अगाडि बढाउनु, साथ शिक्षकहरूले घुमी पढाउन नसक्नु, यी हाम्रा चुनौती हुन्। कक्षा कोठामा विद्यार्थी लौ न एकजना थपिदिनुहोस्, लौ न एकजना भर्ना गरिदिनुहोस् भन्दाखेरि भर्ना गर्न नसक्नु, यो हाम्रो चुनौती हो। विद्यार्थीहरू पढ्न पाइन भने रुँदै बाहिर जानु, यो पनि चुनौती हो। पढ्न सक्नेलाई भन्दा पनि पढ्न नसक्नेलाई पढाउनु चाहिँ विद्यालयको महानता होला, तर त्यसो गर्न हामीहरूले सकिरहेका छैनौँ। यसको लागि हाम्रो भौतिक कक्षालाई अगाडि साथै जानुपर्दछ। काठमाडौँ महानगरपालिकाबाट विभिन्न शीर्षकमा विभिन्न बजेटहरू आएको छ। अहिले हामीलाई काम गर्न सजिलो भएको छ। दिवा खाजा, बुक फ्री फ्राइडेका कार्यक्रमहरू सबैका लागि महत्त्वपूर्ण बनेका छन्। यसले शैक्षिक क्षेत्रमा उन्नयन गरेको छ। यसको साथसाथै हाम्रो लेखा प्रयोजन, सामाजिक लेखा परीक्षणका कुराहरू गर्न हामीले शिक्षक, अभिभावक सबैलाई हामीले सार्वजनिक गर्दै गरेका छौँ। यी सबै कुराहरूका लागि अझै हामीसँग गर्नुपर्ने कुराहरू धेरै छन्। भौतिक निर्माणका कुरा, कक्षा कोठाका कुरा र विद्यार्थीहरूका अझै सहजताका कुरा, आधुनिक शौचालय, पिउने पानी हाम्रा अझै चुनौती बनिरहेका छन्। यसका लागि हामी अझै पनि सहयोगी हातहरूसँग नमन गर्न चाहन्छौँ र उहाँहरूसँग हात जोडेर अझै अगाडि बढ्न चाहन्छौँ र हाम्रा गर्नुपर्ने अरू सबै भौतिक कामहरूमा सँगसँगै यहाँहरूले हेरिदिनु भने शैक्षिक गुणस्तरमा अझै हामी वृद्धि गरेर अगाडि जान सक्नेछौँ भन्दै आज उपस्थित सम्पूर्ण एससी पासहरूलाई पुनः बधाई भन्दै ज्ञानोदय माध्यमिक विद्यालय अरूभन्दा कम छैन है, तपाईँहरूका लागि कक्षा कोठा सदा खुल्ला छ भन्दै बधाई दिने मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। सम्मान गर्न आयोजना गरेको यस भव्य कार्यक्रमको अध्यक्षता गरिरहने आदरणीय व्यवस्थापन यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइरालाज्यू, आजको यस कार्यक्रमका प्रमुख अतिथि यसै केन्द्र वडाका वडाध्यक्ष ध्रुवनारायण नानन्दरज्यू, आजको यस कार्यक्रमलाई महत्त्वपूर्ण मानेर आफ्नो समय व्यवस्थापन गरेर आउनुहुने जिल्ला काठमाडौँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुरेश कुमार जोशीज्यू, मञ्चमा आसीन विभिन्न क्षेत्रबाट पाल्नुहुने अत्यन्तै सम्माननीय व्यक्तित्वहरू र यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, अभिभावकज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुहुने प्रधानाध्यापकज्यूहरू लगायतका शिक्षक साथीहरू र यस विद्यालयका शिक्षक तथा कर्मचारी साथीहरू र उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र काठमाडौँ महानगरपालिकाको तर्फबाट सर्वप्रथम यहाँहरू सबैलाई हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। क्षण छ यो ज्ञानोदय माध्यमिक विद्यालयले आज ज्ञानको उदय गरेको छ। जसरी यो चाहिँ विद्यालय नामबाट परिचित छ र यसको आफ्नो कामबाट पनि आज परिचित भएको हामीले महसुस गरेका छौँ। काठमाडौँ महानगरपालिकाभित्र भएका 60वटा माध्यमिक विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गरेर यो जुन एउटा
अघि हाम्रो चाहिँ प्रिन्सिपल कृष्ण म्यामले राखिसक्नु भएको छ 93भन्दा बढी प्रतिशत ग्रेडेड र त्यसमध्ये पनि 28जना काठमाडौँ महानगरपालिकाभरिबाट जिपिए 4 ग्रेडेड हुनुभएका विद्यार्थीहरूमध्ये झन्डै 75% यसै विद्यालयबाट 21जनाभन्दा बढी ग्रेडेड हुनुभएको 4 जिपिए प्राप्त गरेर र त्यसै गरी अन्य पनि उत्कृष्ट नतिजा हासिल गरेर जुन चाहिँ नतिजा हासिल गर्न सफल भएको छ त्यसको लागि म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई यहाँ हार्दिक बधाई दिन चाहन्छु र यहाँहरूको उत्तरोत्तर भविष्यको शुभकामना पनि प्रगतिको पनि म हार्दिक कामना गर्न चाहन्छु। यहाँहरूले आफ्नो मात्रै होइन यो स्कुलको पनि शिर उच्च राख्नु भएको छ, आफ्नो परिवार र समाजको र त्यति मात्रै होइन अहिले जुन सामुदायिक विद्यालयहरूलाई लाग्ने गरेको त्यहाँ चाहिँ गुणस्तरीय शिक्षा हुँदैन, त्यहाँ विद्यार्थीहरू कमजोर हुन्छन्, त्यहाँ शिक्षकहरू कमजोर रहन्छन्, त्यहाँको भौतिक पूर्वाधारहरू शैक्षिक सामग्रीहरू चाहिँ कमजोर र जीर्ण हुने समाजमा निर्माण गरिँदैछ र सामुदायिक विद्यालयलाई कमजोर बनाएर संस्थागत विद्यालयतर्फ विद्यार्थीहरू जुन आकर्षण गर्ने एउटा व्यावसायिक प्रवृत्ति छ जुन समाजमा, त्यो समाजको त्यो खालको एउटा नकारात्मक धारणालाई यहाँहरूले उदाङ्गो पार्नु भएको छ र सामुदायिक विद्यालय र सरकारी विद्यालय पनि सबैभन्दा अब्बल र उत्कृष्ट हुन सक्छ र छ भन्ने यहाँहरूले प्रमाणित गर्नुभएको छ। त्यसलाई म सम्पूर्ण भाइ बहिनीहरू, अभिभावकज्यूहरू, यस विद्यालयका हेड टिचर लगायतका सम्पूर्ण शिक्षक शिक्षिकाहरू र व्यवस्थापन समितिमा रहनुभएका आदरणीय अध्यक्षज्यू लगायतका सम्पूर्ण पदाधिकारीज्यूहरू र यस विद्यालयको संरक्षकको रूपमा रहनुभएका वडाध्यक्षज्यू लगायतका हाम्रा विद्यालय प्रशासन हेर्ने काठमाडौँ महानगरपालिका शिक्षा विभागबाट हाम्रो लक्ष्मी हुनुहुन्छ, सम्पूर्ण हाम्रा यसमा भूमिका निर्वाह गर्नुहुने समाजमा रहेका विभिन्न व्यक्तित्वहरू लगायत सबैलाई म यहाँ सबैमा जान्छ यो श्रेय एकजनाको प्रयास एउटा प्रयत्नले मात्रै भएको होइन, सबैको प्रयासबाट मात्रै आज हामी यो खुसी साटासाट गर्ने अवसर दिएका छौँ। यसलाई म सम्पूर्ण यहाँहरू विद्यार्थी भाइ बहिनी लगायत अभिभावक र शिक्षक र सम्पूर्ण यस विद्यालयका व्यवस्थापन समितिका पदाधिकारीज्यूहरूलाई म व्यक्तिगत तर्फबाट काठमाडौँ महानगरपालिकाको शिक्षा विभागको तर्फबाट यहाँ सबैलाई हार्दिक बधाई दिँदै निरन्तर यस्तो खालको नतिजा अझै चाहिँ निरन्तर प्रगति हुँदै जाओस् र 100% नै ग्रेडेड बनाउने चाहिँ दिशामा यहाँहरू अगाडि बढ्नुहोस्। विशेष गरी विद्यालय व्यवस्थापन समिति तर्फबाट पनि यसमा अझै अपुग भएको कुराहरू र हाम्रो गुणस्तर अझ अगाडि बढाउने कुराहरूमा यहाँको भौतिक पूर्वाधारहरू, यहाँका शैक्षिक सामग्रीहरूको व्यवस्थापन गर्ने, टिचरहरूको शिक्षकहरूको चाहिँ क्षमता विकास गर्ने र कर्मचारी साथीहरूको उत्प्रेरणा अभिवृद्धि गर्ने लगायतका कार्यहरूमा हामी आफ्नो ठाउँबाट भूमिका खेल्नेछौँ। यहाँहरू पनि अगाडि बढ्नुहोस् र काठमाडौँ महानगरपालिकाको मात्रै होइन देशकै सम्भवको सामुदायिक विद्यालयतर्फको अत्यन्त उत्कृष्ट विद्यालय बन्न सफल हुनुभएकोमा सबै यहाँहरूलाई हार्दिक बधाई दिन चाहन्छु, हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। खुसीको क्षण र यो हाम्रो प्रगति, यसको निरन्तरताको हाम्रो चुनौती छ हाम्रो सामु। एकातिर हामी यसबाट अत्यन्तै उत्साहित र धन्यवादका पात्रहरू भएका छौँ, सम्मानित भएका छौँ र हामीले यसलाई निरन्तरताको हाम्रो चुनौती छ। यसको लागि पनि हामीले आगामी दिनमा अझै केही कार्यहरू गर्नुपर्ने छ आफ्नो ठाउँबाट र सामुदायिक विद्यालय अहिले विद्यार्थीहरूको पहिलो रोजाइ बनाउने काठमाडौँ महानगरपालिकाको चाहिँ योजना रहेको छ। सार्वजनिक विद्यालय अथवा सरकारी विद्यालयहरूमा भर्ना नभएपछि अथवा त्यहाँ भर्ना कम नपाएपछि मात्रै संस्थागत विद्यालयमा जानुपर्ने जुन खालको समुदायको पहिलो रोजाइ गर्ने काठमाडौँ महानगरपालिकाको जुन योजनामा यो विद्यालयले त्यो योजना कार्यान्वयन गरेको छ। र यसको साथसाथमै हाम्रो अभिभावकहरूको गुनासाहरू चाहिँ हामीले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न पाएनौँ भन्ने खालका गुनासाहरू छ। त्यसको क्षमता विकास गर्नु पनि जरुरी छ र यो विद्यालयको अनुभवलाई अन्य सामुदायिक विद्यालय र अरू संस्थागत विद्यालय पनि कसरी यो विद्यालय कुनै बेला संस्थापन कालमा माध्यमिक विद्यालयले स्थायी स्वीकृति प्राप्त गर्छ कि गर्दैन भन्ने चुनौतीबाट सुरु गरेको यो विद्यालय आज एउटा मुलुककै अब्बल विद्यालयमा स्थापित हुन गइरहेको यसको अनुभव अब हामी अन्य यसका छिमेकी विद्यालयहरू पनि यसको अनुभवहरू हामी साटासाट गर्नेछौँ र काठमाडौँ महानगरपालिकाको आगामी शैक्षिक नीति कार्यक्रममा विद्यालयहरूको अनुभवहरू साटासाट गर्ने यो पार्टनरसिप प्रोग्रामहरूको नीतिहरू पनि हामी अगाडि बढाउँदैछौँ र सम्पूर्ण विद्यालयहरू नै अरू नामसारी विद्यालय पनि ज्ञानोदय विद्यालयको अनुभवहरू सेयर गरेर
त्यस्तै उत्कृष्ट विद्यालय बनाउने दिशातर्फ हामी अगाडि बढेका छौँ। यसको लागि यहाँले सहकारलाई सहयोग गर्नुहुनेछ भन्ने पनि हामीले अपेक्षा गरेका छौँ र मुलुकको एउटा संवैधानिक व्यवस्था अन्तर्गत नागरिकहरूलाई अनिवार्य निःशुल्क शिक्षा प्रदान गर्ने राज्यको घोषित नीति छ। यसलाई पुरा गर्नको लागि हामीले सामुदायिक विद्यालयका विभिन्न संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने हाम्रो चुनौती छ र यो चुनौतीको पनि हामी सामना गर्दै यो प्रगति र उन्नतिलाई निरन्तर रूपमा अगाडि बढाउने काममा हामी सबैमा त्यो खालको एउटा आत्मबोध पनि आज प्राप्त होस् भन्दै सबैमा पुनः हार्दिक चाहिँ बधाई तथा शुभकामना व्यक्त गर्दै म आफ्नो भनाइ नै अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। भनाइको लागि सरलाई प्रति हार्दिक आभार व्यक्त गर्दछु र धन्यवाद व्यक्त गर्दछु। यसै गरी म विशिष्ट अतिथि जिल्ला विकास तथा समन्वय इकाइ काठमाडौँका प्रमुख श्री सुरेश कुमार जोशीज्यूलाई आफ्नो सार्वजनिक भनाइहरू राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। सम्मान कार्यक्रम समारोहका अध्यक्षज्यू, त्यसै मञ्चमा आसीन हाम्रो प्रमुख अतिथि र त्यस्तै मञ्चमा आसीन पूर्व सहसचिव एवं शिक्षक सेवा आयोगका सदस्यज्यू, काठमाडौँ महानगरपालिकाका शिक्षा प्रमुखज्यू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, पिटिएका अध्यक्ष लगायत सम्पूर्ण मित्रहरू, यस विद्यालयलाई यो अवस्थासम्म ल्याइ पुर्याउने अभिभावक, शिक्षक र यो कार्यक्रममा सम्मानित हुने विद्यार्थी र सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, सर्वप्रथम म यो विद्यालयको 2020 सालमा स्थापित भई आज 2083 सालसम्म आइपुग्दा विभिन्न आरोह र अवरोहहरू पार गर्दै 2वटा विद्यार्थी पास गरेर आज 425वटा विद्यार्थी पास गराउन जुन सफल हुनुभएको छ, त्यसको निम्ति सर्वप्रथम म यो विद्यालय परिवार, अभिभावक र मेहनत गर्ने विद्यार्थीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनको यात्रा पनि त्यही रूपमा निरन्तर रूपमा अगाडि बढ्नेछ भन्ने शुभेच्छा पनि प्रकट गर्न चाहन्छु। शिक्षाको क्षेत्रमा थुप्रै चुनौतीहरू छन् र ती चुनौतीहरूका बिच पनि यो सामुदायिक विद्यालयले जुन अहिले यो तपाईँहरूले जुन एउटा यो हासिल गर्नुभएको छ, सफलता हासिल गर्नुभएको छ, त्यसमा पहिलो भनेको चाहिँ अभिभावक नै हो, घर परिवार नै हो र त्यसैले पहिलो चाहिँ उहाँहरूलाई म बधाई दिन चाहन्छु। जो परिवारले तपाईँहरूले विद्यालयमा पठाउनुभयो, जुन एउटा घरमा दिनुपर्ने जुन तपाईँहरूले समय उहाँहरूलाई दिनुभयो, त्यसको निम्ति अभिभावक बधाईको पात्र हुनुहुन्छ भने त्यसपछि विद्यार्थीको लगनशीलता र शिक्षकको पठनले यो हासिल गर्नुभयो, त्यसको निम्ति विद्यार्थी र शिक्षक पनि बधाईका पात्र हुनुहुन्छ र त्यसपछि व्यवस्थापन गर्ने र स्कुलको म्यानेजमेन्ट गर्ने प्रधानाध्यापक लगायत सम्पूर्ण व्यवस्थापन समिति र त्यसपछि यो चाहिँ अहिलेको जुन एउटा पोलिसी लेभलमा बसेर नगरपालिकाले जुन सहयोग गर्नुभयो, त्यसको निम्ति म स्थानीय सरकारलाई पनि धन्यवाद दिन चाहन्छु र त्यसपछि यो शिक्षाको क्षेत्रमा अहिलेका चुनौतीहरूसँग अघि पूर्ववक्ता मित्रले भन्नुभएको थियो, सपना देख्नुहोस् तर त्यो सपना देख्नमा ननिदाउनुहोस् भन्ने उहाँले भन्नुभएको थियो र यस्तै यो देश र कुनै पनि क्षेत्रको मुहार फेर्नु छ भने त्यहाँ त्यो क्षेत्रको चाहिँ विद्यालयको कक्षा कोठालाई हेर्नु र त्यहाँबाट देशको अनुहार फेरिन्छ र त्यसैले कक्षा कोठालाई यदि हामीले राम्रो गर्न सक्यौँ, यो भनेको गुणस्तरीय शिक्षा दिन सक्यौँ भने मात्रै हाम्रो चाहिँ विकास र परिवर्तन जुन हामीले खोजेको छौँ त्यो परिवर्तन सफल हुन्छौँ र यो प्रारम्भिक बाल विकासदेखि 12सम्मलाई हामी स्कुल एजुकेसन भन्ने गर्छौँ भन्ने कुरामा म सबैलाई त्यस रूपमा बुझिदिनु हुन र यो यासी भनेको चाहिँ अब पहिलो ढोका मात्रै हो, यो सुरुवात मात्रै हो। अझ यसका थुप्रै जुन 4 GPA ल्याउनु हो, अब त्यसलाई प्र्याक्टिकल व्यावहारिक सिपमा कसरी ढाल्ने भन्ने चुनौती अर्को छ। अब चाहिँ त्यो ज्ञानलाई सिपमा ढाल्नु अहिले यो प्राविधिक शिक्षा पनि यहाँ सञ्चालित छ र प्राविधिक शिक्षा र हामी के चाहन्छौँ भने अबको एजुकेसन भनेको 80% शिक्षा चाहिँ व्यावहारिक प्र्याक्टिकल बेस हुनुपर्छ, जानेको कुरामा व्यवहारमा उतार्नुपर्छ।
त्यो किसिमको शिक्षा हामीले दिनु हाम्रो चुनौती भएको छ र त्यसैले यो स्कुल एजुकेसन इक्जाम एउटा पहिलो ढोका तपाईँको खुलेको छ भने त्यसपछि स्कुल लेभल सर्टिफिकेट भनेर अब 12 कक्षालाई हामीले तोडेको छ र त्यसैले अब त्यसपछि तपाईँका जीवनमा आउने हर चुनौतीसँग सामना गर्न सक्ने र रोजगार र स्वरोजगारसँग जोडिन सक्ने शिक्षा अहिलेको आवश्यकता हो र त्यसतर्फ हामी अबको दिनहरूमा अगाडि बढ्ने कुरामा म सबैलाई ध्यान आकर्षण गराउन चाहन्छु र विद्यालयका गतिविधि छात्रवृत्तिको कुराहरू उठेको छ र पालिकासँग यो छात्रवृत्तिको कुरामा कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा मैले अब धेरै यसबारेमा हामी छलफल गर्नेछौँ र जुन विद्यालयमा पढेको हो त्यही विद्यालयसम्म यो स्कुल लिभिङ सर्टिफिकेटसम्म के पढ्नुपर्छ भन्ने कुरामा अब नीतिगत कुरामा कसरी हामी अगाडि बढ्न सक्छौँ त्यो कुरामा पनि हामी छलफल गर्नेछौँ किनभने मैले अघि नै भने अब स्कुल भन्ने बित्तिकै प्रि प्राइमरी टु 12 हो भन्ने कन्सेप्ट क्लियर हुनु त्यसैले त्यो कुरालाई पनि हामीले कसरी अगाडि बढाउन सक्छौँ र अर्को कुरा भनेको अहिले एसपीको रिजल्ट जिल्लाभरि अब मैले अब काठमाडौँ महानगरपालिका र 11वटा पालिका सबैलाई जोड्दाखेरि हामी चाहिँ लगभग 85-90को भन्दा बिलो छौँ र 85 प्लस छौँ र त्यसमा अब सबै पालिकाको हेर्दाखेरि कहीँ 90 प्लस छौँ र 80 प्लस हामी छौँ र त्यसैमा काठमाडौँ महानगरपालिका पनि त्यो भित्र छ र स्कुलगत हिसाबको चाहिँ हामीले सामुदायिक संस्थागत बिचको यो एससीको र अन्य परीक्षाहरूको चाहिँ र त्यसको निम्ति हामी प्रत्येक पालिकाबाट एउटा उत्कृष्ट र एउटा चाहिँ कम रिजल्ट भएका विद्यालयहरू बीचको चाहिँ अनुभव साक्षात् गर्ने र त्यसको निम्ति हामी जिल्ला यो शिक्षा विकास तथा समन्वय इकाइ मार्फत त्यसको एउटा सबै पालिकाहरूको रिजल्टको चाहिँ एनालाइसिस गरेर अनि आगामी दिनहरूमा हामी सामुदायिक विद्यालयको नतिजा सुधार र सामुदायिक विद्यालयबाट उत्पादित जनशक्ति नै देशका र अन्य ठाउँमा चाहिँ बिकेको छ भन्ने कुरा महसुस गराउने खालको हामीले चाहिँ एउटा सबैको अनुभवलाई साक्षात् गरेर त्यो दिशाले अगाडि बढ्ने र सामुदायिक विद्यालयलाई अप्पल रूपमा सबैतिरबाट हेर्नु पर्यो तपाईँहरूले एउटै इन्डिकेटरले मात्रै त्यसको मूल्याङ्कन हुँदैन त्यसका थुप्रै इन्डिकेटरहरू छन् ती सबै इन्डिकेटरहरूमाथि रहेर सामुदायिक विद्यालयलाई जस्तो ज्ञानोदय जस्तै विश्वनिकेतन जस्तै अरू तरुणमावि रत्नराज्यमावि र पद्मोदय र अरू स्कुलहरूलाई पनि त्यो लेभलमा पुर्याएर एउटा चाहिँ हाम्रो चाहिने सामुदायिक विद्यालयलाई आकर्षण बनाउने गुणस्तरीय शिक्षा प्रबन्धन गर्नमा हामी एकदम अब्बल छौँ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ र दिनुपर्छ र त्यसको निम्ति सबै शिक्षक अभिभावक र हामी सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने म यहाँहरूलाई भन्न चाहन्छु भन्दा पनि अहिले बोलेर होइन गरेर भन्ने सिद्धान्तलाई प्रतिपादित गर्दै यहाँहरूले पनि त्यही रूपमा आफूलाई चाहिँ अब एउटा अरू स्कुललाई पनि कसरी राम्रो बनाउन सकिन्छ भनेर सबै अभिभावक शिक्षक बुद्धिजीवी राजनीतिज्ञ सबैले बुझेर त्यो किसिमले अगाडि बढ्ने र हाम्रो प्लानिङ योजनाबद्ध ढङ्गले अगाडि बढ्ने कुरामा हामी सबै प्रतिबद्ध हुनेछौँ भन्ने कुरा यहाँ समक्ष राख्दै पुनः यस विद्यालयको प्रगति उन्नति र थप तपाईँहरूको ऊर्जा थपिँदै जाओस् र आगामी दिनमा विद्यार्थीहरूले जुन यो जिटिएलाई अझै कायम राख्न सफल भएर देश र अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो नाम कमाउन सफल यो राष्ट्रलाई आवश्यक पर्ने जनशक्ति दिउन् भन्ने शुभकामना सहित यहाँहरू सबैमा धेरै धेरै धन्यवाद र शुभकामना धन्यवाद। कार्यक्रमका प्रमुख अतिथि बनाइदिनु भएकोमा म विद्यालय परिवारका सम्पूर्ण परिवारलाई म चाहिँ आभार धन्यवाद यो गरेको जस्तो लाग्छ के पहिला म त अब तेस्रो पटक त्यहाँनिर वडा रिसिभ भइसकेको र त्योभन्दा पहिल्यै जीवनदायी भन्ने त्यहाँनिर एकजना चाहिँ समाजसेवी हाम्रो काङ्ग्रेसजीको जीवन मानन्दर वडा रिसिभ हुँदाखेरि म सदस्य भएको थिएँ र त्यसपछि उहाँको चाहिँ ब्लड क्यान्सरबाट चाहिँ उहाँ निधन भइसकेपछि ल नान्दी तपाईँ चाहिँ यो 13वटाको चाहिँ भागको तपाईँले सम्हाल्नु पऱ्यो भनेर चाहिँ भन्दाखेरि म चाहिँ नाइ मलाई चाहिँ राजनीति भनेको त मन पर्दैन वडा उठेर म चाहिँ आफ्नो मनलाई सान्त्वना दिन्छु भनेर भनेको थियो तर जीवनदायी जो चाहिँ
समाजसेवी 13वटाको मात्रै होइन, देशको एकजना समाजसेवीको रूपमा हामी दिन्छौँ र उहाँले चाहिँ अब हामीलाई छोडेर चाहिँ उहाँ अब हाम्रो मनमस्तिष्कबाट चाहिँ टाढा भयो। त्यही पनि हामी चाहिँ उहाँलाई चाहिँ हामी सधैँ हृदयमा राखेर सम्झिरहेका छौँ र उहाँले चाहिँ अब 2054 सालमा चाहिँ मलाई चाहिँ अब भाग वडा 13वटाको चाहिँ भागको वडाधीश मलाई चाहिँ समाजमा चाहिँ आग्रह गर्नुभयो र आग्रह गर्दा गर्दै उहाँ चाहिँ यो ब्लड क्यान्सरबाट अब उहाँ चाहिँ सहायता पनि गर्नुभयो। त्यसपछि म चुनावमा गएँ। त्यो जीवनलाई कोही चाहिँ मतलब चाहिँ फिलोसफीलाई चाहिँ मैले मानेर चाहिँ मलाई चाहिँ भक्ति रूपमा चाहिँ यहाँको स्थानीय जनताले बुझाउनु भयो। त्यसपछि 14 सालपछि 5 वर्ष मैले गुजारेँ। त्यसपछि अर्को चाहिँ 15 वर्षपछि चाहिँ अब चुनावी भएन। त्यसपछि चाहिँ 74 सालमा फेरि मलाई चाहिँ यो चाहिँ अब चुनावमा चाहिँ मलाई उठ्नु पऱ्यो भनेर जनताले चाहिँ आग्रह गरेको कारणबाट मैले उठेँ र त्यसपछि पनि मैले सफलता हासिल गरेँ र त्यसपछि 5 वर्ष चाहिँ यो 19 सालको चुनावमा म 75 वर्षको चाहिँ भइसकेको छु होइन। तर चाहिँ मैले चाहिँ अब आग्रहलाई मैले स्वीकार्नै पऱ्यो मैले तर कतिपय चाहिँ हाम्रो विपक्षीहरूले यो बुढो भइसक्यो पुगेको कहिलेलाई यो वडामा के काम गर्छ भनेर चाहिँ अब भनेर चाहिँ मुद्दाको रूपमा लानु। त्यही पनि चाहिँ अब यो बेला चाहिँ 5 जनको संयन्त्रलाई चाहिँ म फेरि र म चाहिँ अब त्यति साह्रो म ओरिएन्टेड मान्छे हो। म स्पिच ओरिएन्टेड हो। म स्पिच गर्न पनि जान्दिनँ। म त जे बोल्छु त्यो गर्छु। त्यसैले म चाहिँ आजको सभाका सभाका अध्यक्ष हाम्रो रामबाबु कोइरालाज्यू हुनुहुन्छ, क्रियाशील सदस्य हुनुहुन्छ र यहाँ व्यवस्थापन अध्यक्ष पनि हुनुहुन्छ र काठमाडौँ महानगरपालिकाका सदस्य आज अनुपस्थित हुनुभएको छ र उहाँहरू पनि आउनुपर्ने हो। अहिले विद्यालयका व्यवस्थापन सदस्यहरू र प्रधानाध्यापक विष्णु छिमेकी निमान्छेहरू यो निमान्छु मनमा हासिल व्यक्तित्वहरूलाई व्यक्तित्वहरू विद्यालयका शिक्षक शिक्षिकाहरू हुँदैका विद्यार्थी भाइ बहिनीहरूलाई त्यसैले भविष्यमा उज्जवल बढाइ चाहिँ दिन चाहन्छु र उहाँले चाहिँ जुन एससी परीक्षामा A+ ल्याएर उत्कृष्ट अङ्क ल्याउनु भएकोमा उहाँलाई चाहिँ बहुत धन्यवाद दिन चाहन्छु। त्यस्तै अरू विद्यार्थीहरू चाहिँ सफल हुनुभएका विद्यार्थीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। अहिले चाहिँ यहाँ चाहिँ बुझ्न आएको छ केही विद्यार्थीहरू पनि 30जना विद्यार्थीहरू चाहिँ असफल भएको चाहिँ मैले बुझेको छु। त्यो विद्यार्थीहरू चाहिँ निराश हुनु पर्दैन। सरकारले चाहिँ अर्को चाहिँ उहाँहरूलाई चाहिँ अब जाँच दिने मौका चाहिँ दिनेछ भन्ने चाहिँ मैले सुन्नमा आएको छ र उहाँहरूको चाहिँ फेल भएको अथवा अनुमति भएको एउटा थोरै अङ्कले मात्रै चाहिँ असफल भएको भन्ने चाहिँ लाग्छ। त्यो विद्यालयले चाहिँ अब उहाँहरूलाई चाहिँ ट्युसन पढाएर अब के कस्तो हुन्छ त्यो व्यवस्था गरिदिनु भयो भने मेरो विचारमा अब सेकेन्ड स्टेजमा भए पनि चाहिँ 100% पास होला जस्तो मलाई लागेको छ। अब एउटा खुसीको कुरा म भन्न गइरहेको छु। अब अघि हाम्रो एकजना हाम्रो हैदराबादले चाहिँ भन्नुभएको थियो कि हाम्रो स्कुलमा यो भर्नाको लागि मन्त्रालयबाट पत्र आउँछ, मन्त्रालयबाट चाहिँ भन्छुङ गर्छ अथवा काठमाडौँ महानगरपालिकाले पनि भन्छुङ एकजना राख्यो, एकजना विद्यार्थी राख्यो भनेर आग्रह गर्छ। अहिले भर्खर चाहिँ हाम्रो शिक्षा विभागका प्रमुखले भन्नुभयो मेरो एकजना विद्यार्थी त्यहाँ चाहिँ 9 क्लासमा भर्ना गरिदिनु पर्यो भनेर आग्रह गर्न हाम्रो गर्नुभयो। उहाँको चाहिँ अवस्थामा छ। मैले पनि एकजना 8 क्लासमा भर्ना गरिदिनु पर्यो भनेर भन्दाखेरि उहाँले रिजेक्ट गरिदिनु भयो। अब त्यसको लागि धन्यवाद।
पनि दिन चाहन्छु होइन। अब अर्को चाहिँ हाम्रो यहाँ चाहिँ भौतिक संरचनाको धेरै कमी भएको कारणले गर्दाखेरि पनि हामीले चाहिँ अब विद्यार्थीहरूले भन्न गर्न सकिरहेको छैन भन्ने चाहिँ यो चाहिँ गुनासो सुनाउनु भयो। अहिले त्यो गुनासोलाई चाहिँ अब पोजिटिभ जानको लागि चाहिँ मैले आफ्नो मार्फत तर 13वटाको बजेटबाट चाहिँ 6 करोडको बजेट चाहिँ हामीले चाहिँ हासिल गरेका पहिलो फेजमा चाहिँ अब 2 करोडको लागि चाहिँ हामीले चाहिँ यो 2063 वैशाख 12 गते चाहिँ त्यसको टेन्डर गएको छ। अब यही चाहिँ आउने ज्येष्ठ 18 गते टेन्डर खोल्दैछ। त्यसमा चाहिँ अब 7-8 दिन अथवा 10 दिनसम्म चाहिँ मूल्याङ्कन चाहिँ समय लाग्छ। त्यसपछि हामीले कार्य आदेश दिन्छौँ। त्यसपालि यसलाई डिस्टेन्सन गरेर हामी चाहिँ त्यो भौतिक निर्माणको काम चाहिँ सुरु गइरहेको छु भन्ने चाहिँ यहाँले जानकारी गर्न चाहन्छु। 15-20 गतेसम्ममा चाहिँ यो 1 तलाको भवन चाहिँ निर्माण हुने पनि हामी जानकारी दिइरहेको छु। र त्यो पहिलो चरणको कार्यक्रम सिधेपछि फेरि 4 करोडको बजेट त बाँकी नै छ। त्यो 4 करोडको बाँकी बजेट चाहिँ अब यो 2083-84को चाहिँ फिनान्सियल इयरमा चाहिँ हामी त्यो राख्दैछौँ। यो चाहिँ बहुवर्षीय योजना हो, यसलाई कुदाउनु हुँदैन। त्यसैले हामीले पनि त्यो भवन बनाउन सक्यो भने त हाम्रो मलाई त केही चिन्ता लागेर चाहिँ मैले चाहिँ त्यो भवन बनाइदिनु भन्ने चाहिँ लागेको है। अब यो 2जना विद्यार्थी छ। आज वडादेखि अथवा चाहिँ हामीले बनाइदिएको भवनलाई मूल्याङ्कन गरेर तपाईँले चाहिँ हाम्रो पनि यो 2जना शिक्षा विभागका प्रमुख यो 2जना उहाँले पनि हामीले धेरै सेवा गर्नुहुँदैछ यो भवन बनाउनको लागि। त्यसैले उहाँहरूको पनि 1-2जना विद्यार्थीहरू चाहिँ राखिदिनु म अनुरोध गर्छु। मैले त आफ्नो सुविधाको चाहिँ अब 4 बनाउने ठाउँ छ होइन। मैले भवन बनाइदिएपछि त विद्यार्थीहरू राख्ने त्यो ठाउँ भयो। त्यो हामीले प्रेफरेन्स दिनुपर्छ भन्ने पनि कुरा राखेको हो होइन। अब कस्तो चरणको चाहिँ कार्यक्रम भनेको अब आसिनतिर चाहिँ हामी फेरि 4 करोडको टेन्डर गर्छौँ। अब त्यो 4 करोड पाइसकेपछि हामी 5 तलाको भवन चाहिँ निर्माण हुने पनि पक्का भइसकेको छ। र त्यसको अलावा अर्को के भनेदेखि हेर्नुहोस् चिठी दिइरहेको छ। त्यहाँ चिठी दिइरहेको छ प्रदेशबाट चाहिँ बनाइदिएको यो भवनलाई चाहिँ पहिले चिया लाएर चाहिँ अब त्यो काम नलाग्ने चाहिँ हुन गइरहेको छ। यसमा पनि हामी चाहिँ विचार गरिरहेको छौँ। जसरी भए पनि यो भवन चाहिँ सम्पूर्ण भएपछि यो भवनलाई चाहिँ हामी सुरुवात गर्छौँ। अब प्रदेशबाट चाहिँ पैसा हामीले रामबाबु कोइराले हाम्रो चाहिँ यो व्यवस्थापन समितिका अध्यक्ष त्यहाँ प्रदेशका मन्त्रीलाई पनि उहाँले रिक्वेस्ट गर्नुपर्छ। उहाँले 1 तलाको लागि चाहिँ म चाहिँ तपाईँलाई व्यवस्था गरिदिन्छु भनेको छ। यदि उहाँ मन्त्रीले चाहिँ गर्नु सक्नुभएन भने हामी नवराजी हाम्रो विभागीय प्रमुख अरू चाहिँ हाम्रो मेयरसँग चाहिँ आग्रह गरेर हामी चाहिँ बजेट ल्याएर यो काम पनि हामी सम्पन्न गर्ने विचार गरिरहेको छु। त्यसैले म अब भनिहालेँ मैले अब भाषण भन्दा म जबरजस्ती म्यान हो। त्यसैले काम गरेर देखाउनु हो, भाषण दिन आउँदैन है। त्यसैले चाहिँ म अब पुनः एकखेर जुन चाहिँ अब यो ज्ञानोदय स्कुललाई चाहिँ अब एउटा उचाइमा पुर्याउने हामी सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र कर्मचारीहरू र यो स्कुल सिजन नजिक हुनुभएका हाम्रो टिचरहरू जो आज चाहिँ सम्मानित हुनुभएको छ उहाँलाई पनि बधाई दिन चाहन्छु। र यो स्कुलको नाम अझ चाहिँ उच्च बिन्दुमा पुर्याउन मलाई ल्याएको छ। मेरो पनि यो 13वटामा चाहिँ अन्तिम कार्यकाल हो।
यसबाट चाहिँ केही नै चाहिँ ज्ञानोदय स्कुललाई पनि गरेर जाउँ भन्ने चाहिँ मैले इच्छा व्यक्त गरेको हो। यति भन्दै पुनः एकपल्ट हाम्रो विष्णुमान अरू बोल्दैन विष्णु हाम्रो कार्य सञ्चालक उहाँले धेरै गतिविधिहरू चाहिँ यो बजेट चाहिँ अब चाहिँ हामीले 6 लाखको बजेट चाहिँ हामीले राख्नु पायो। त्यस्तै अब यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउनलाई अब त्यसमा चाहिँ अब मूल्याङ्कन गर्नुपर्छ, त्यसपछि नक्सा लेख्नुपर्छ, त्यसपछि अनि त्यो अरू चाहिँ खर्चहरू चाहिँ हामीले गर्नु नसक्ने भनेपछि हाम्रो विद्यालयकै तर्फबाट चाहिँ उहाँहरूले चाहिँ पैसा खर्च गर्नुहुनेछ 4-5 लाख। त्यसको लागि हामी चाहिँ आभार व्यक्त गर्न चाहन्छु र धन्यवाद दिन चाहन्छु। त्यसैले चाहिँ म अब यो स्कुलका सम्पूर्ण टिचरहरू, कर्मचारीहरू, हेरी व्यवस्थापन समितिका सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिँदै म चाहिँ सक्दै चाहन्छु। धन्यवाद। समाप्त पनि भइसकेको छ, केही दिनभित्र त्यो सकिनेछ र फेरि अर्कोको लागि चाहिँ क्रमागत बजेटमा भएकोले एकैपटक 5 करोडको काम लगातार हुनेछ, रोकिने छैन। त्यसैले उहाँलाई हामीले फेरि गडगडाट तालीले धन्यवाद व्यक्त गर्नुपर्छ। यसै बिचमा हामीले प्रमुख अतिथिको हातबाट विशिष्ट अतिथिज्यूहरूलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहेको छ। म प्रमुख अतिथि ध्रुवनारायण मानन्दज्यूको हातबाट सहयोग गर्नको लागि म अध्यक्षज्यूलाई र प्रवज्यूलाई हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाका शिक्षा विभागीय प्रमुख श्री नवराज ढकालज्यूलाई र जिल्ला विकासका समन्वय इकाइका काठमाडौँका प्रमुख श्री सुरेश कुमार जोशीज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। 13 नम्बर वडाका वडाध्यक्ष ध्रुवनारायण मानन्दज्यू, त्यसै गरी जिल्ला विकास तथा समन्वय इकाइ काठमाडौँका प्रमुख विशेष अतिथिका रूपमा आसन ग्रहण गर्नुभएका सुरेश कुमार जोशीज्यू, शिक्षा विभाग प्रमुख विशिष्ट अतिथि नवराज ढकालज्यू, मञ्चमा आसीन विभिन्न कार्यालयबाट पाल्नुभएका अधिकृतज्यूहरू, विभिन्न विद्यालयका प्रहज्यूहरू, हाम्रो यस ज्ञानोदय माध्यमिक विद्यालयका प्रहज्यू, विद्यालय व्यवस्थापन समितिका सदस्यज्यूहरू, पिटिए शिक्षक अभिभावक सङ्घका सदस्यज्यूहरू, विद्यालयमा कार्यरत सम्पूर्ण सबै सहायक प्रहज्यूहरू, कक्षा लिडरज्यूहरू, कक्षा शिक्षकज्यूहरू, विषय शिक्षकज्यूहरू, विषय संयोजकज्यूहरू, कर्मचारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू र स्थानीय सम्पूर्ण भद्र भलाद्मी तथा सज्जनवृन्द, आज हाम्रो यस ज्ञानोदय विद्यालयले आयोजना गरेको यस भव्य तथा सभ्य कार्यक्रम अब समापन हुन गइरहेको छ र हाम्रो आमन्त्रणलाई स्वीकारेर पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरूमा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद साथै यो कार्यक्रम आयोजना गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरू, हामीलाई खाना खुवाउने विद्यालयको क्यान्टिनदेखि लिएर यो मञ्च उपलब्ध गराउने, मञ्च बनाउन सहयोग गर्ने सिडब्ल्यू क्याटरिङदेखि जति पनि हाम्रो यस कार्यक्रमलाई योगदान गर्नुहुने महानुभावहरू हुनुहुन्छ, सम्पूर्णमा हार्दिक धन्यवाद प्रकट गर्दै मेरो 2 शब्द यहीँ अन्त्य गर्छु। धन्यवाद। जेठ 8 गतिको सभा जो छ आज 63 थियो, यो विद्यालयको 63 थियो जन्म जयन्ती र साथसाथै यस विद्यालयका एसीलाई तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि हाम्रो 13 वडाका आदरणीय दाजु ध्रुवनारायण मानन्दज्यू, त्यस्तै आज यस विद्यालयमा शिक्षा इकाइका अध्यक्षज्यू र महानगर शिक्षा विभागका प्रमुखज्यू र दिदीज्यू, यसमा आश्रितज्यूहरू र विद्यार्थी शिक्षक शिक्षिका ज्यूहरू
र अभिभावकज्यूहरू र विद्यार्थी भाइ बहिनी र यस विद्यालयका प्रशासनका विभिन्न ठाउँमा सहयोग पुर्याउने कर्मचारी साथीहरू, आज यस विद्यालयको बारेमा धेरै कुरा चर्चा परिचर्चामा आएको छ। यसलाई तपाईँहरू मैले यो मात्रै भन्न चाहे कि विद्यालयबाट टाढाबाट हेर्ने प्रशासनका यहाँ चाहिँ शिक्षा विभागका प्रमुखज्यूहरू लगायत हाम्रा टिचर साथीहरू र विद्यालय प्रशासनहरूले के गर्नु पर्यो भने यस विद्यालयको चर्चाको साथसाथै आजको यो रोटेसन जुन हामीले चाहिँ 440 विद्यार्थीमा 21जना ल्यायौँ भने यसमा अब होसियारी के गर्नु पर्यो भने 21जना त हामी यो साल ल्याएर त्योभन्दा कति बढाउने भन्ने हिसाबमा हामीलाई चुनौती थपिएको छ। त्यस कारणले त्यो चुनौतीलाई तपाईँहरूले ख्याल गरेर अगाडि बढिदिनु भयो भने त्यो चुनौती हामी पार गर्न सक्छौँ। हामी यहाँ बसेर विद्यालय व्यवस्थापन समिति अरू अन्यले भन्दा तपाईँहरूको विशेष भूमिका हुन्छ। तपाईँहरूलाई केही कमी भयो, केही कमजोरी भयो, कहाँ के सकस पऱ्यो, के अप्ठ्यारो पऱ्यो, के सप्ठ्यारो पऱ्यो, यी कुराहरू हामी समिति मार्फत विद्यालयको प्रशासनको प्रभाव मार्फत हामी समिति मार्फत आयो भने हामीले पनि सम्बन्धित निकायमा हामीले सक्ने समस्या हामी हल गर्छौँ र हामीले यदि नसक्ने भयो भने पनि हाम्रा समन्वयकारी भूमिका गर्ने हाम्रा पनि ठाउँहरू छन्, त्यहाँ बसेर पनि तपाईँहरूको समस्या समाधान गर्नेछौँ र तपाईँहरूलाई यति छुट छैन कि अब आउँदा चुनौतीहरूलाई पनि तपाईँहरूले चाहिँ के गरिदिनु पर्यो भने त्यो 21जना भनेको छ त्यसलाई बढाउँदै र पास अङ्कमा 92, 93 भनेको छ 95, 96 पुर्याउँदै पर्सेन्टेजको हिसाबमा त्यसरी पुर्याउँदै अगाडि बढाउनु होला। पहिलो चुनौती थपिएको छ, यसमा तपाईँहरू सबैले ध्यान दिनुहुनेछ भन्ने मलाई विश्वास छ। विद्यार्थी भाइ बहिनीहरूले पनि एउटा कुरा के छ भने आज जिपिए फोन ल्याइयो भनेर बम्म खुलेर बस्या भने चाहिँ फेरि जिपिए फोन नआउन सक्छ। तपाईँहरूमाथि पनि चुनौती थपिएको छ। तपाईँहरूले भोलिका दिनहरूमा तपाईँहरूले पनि राम्रोसँग विशेष ध्यान दिएर अध्ययन गर्नु होला। तपाईँहरूको घटी घटाउ हो भने तपाईँहरूको पनि साथीभाइकोमा हिजोको आज त अलिकति खस्किएछ भन्ने भावना पर्न सक्छ। कतिपय साथीहरूलाई कोही जिपिए फोन नआउने साथीहरूले पनि त्यो जिपिए फोनलाई छिन्न सक्ने शक्ति प्रदान गर्नेछ। कोबाट भने आफैबाट, आफूले मेहनत गऱ्यो भने आफूलाई शक्ति प्रदान हुन्छ। तपाईँहरू कुनै पनि साथीहरूले यो चुनौती हामीभित्र छ भनेर अगाडि बढ्न कहिल्यै नछोड्नु होला। तपाईँको चुनौती भने चाहिँ के हो भने भविष्यको सवालको कुरा छ। तपाईँको बुवा आमा खुसी, तपाईँहरूको छरछिमेक खुसी, साथीभाइ खुसी, सबै देश खुसी, सबै खुसी। यस कारणले त्यो खुसी ल्याउनलाई के हुनु पऱ्यो, हामी सफल हुनु पऱ्यो। जुन बाटो हिँड्छौँ त्यो बाटो सफल हुनु पऱ्यो। तपाईँहरूलाई शुभकामना छ। तपाईँहरूले धेरै राम्रो काम गरेर शिक्षा लिएर अनुशासित र मर्यादित भएर यो ठाउँसम्म आउनु भएको छ। फेरि पनि प्रगति होस्। विद्यार्थी भाइहरूलाई यही मेरो शुभकामना छ र शिक्षक शिक्षिका र अन्य प्रशासनका साथीहरूलाई पनि शुभकामना छ। तपाईँहरूले धेरै ठुलो मेहनत गरेर आज हाम्रो देशैभरिको नाम काठमाडौँ महानगरपालिका 13 मात्रै नभएर देशैभरिको नाम राख्न सफल हुनु भएको छ। तपाईँहरूलाई भोलि धन्यवाद छ। तपाईँहरूले फेरि पनि केही तपाईँहरूलाई केही तकलिफ छ भने हामीलाई सम्झिनु होला। हामी त्यसलाई सहयोग गर्न तयार छौँ। जस्तै हाम्रो वडाले भनिसक्नु भएको छ यो विद्यालयलाई सधैँ किन यसपालि 2 करोड टेन्डर भएर गए पनि त्यतिले के बन्ला भन्ने हामीलाई अलिकति धस्रा परिरहेको थियो भने अर्को आउँ त 4 करोड पनि यसलाई लाग्ने जम्मा 6 करोड हो। 4 करोड पनि थप्ने वचनबद्धता दिनुभएको छ। त्यसको लागि उहाँलाई विशेष भुरी धन्यवाद छ। र अर्को कुरा प्रदेशको कुरा पनि आएन भने यसमा पनि हामी मनन गर्दैछौँ भन्ने कुरा पनि हामी बिचमा पस्केर जानुभएको छ। त्यस धन्यवाद। त्यस्तै शिक्षक समन्वयका प्रमुखज्यूहरूले पनि भन्नुभएको छ तपाईँलाई केही तलमाथि पऱ्यो भने हामी छौँ है, केही तपाईँहरूलाई अप्ठ्यारो पऱ्यो भनेर जानुभएको छ। उहाँलाई विशेष धन्यवाद दिँदै यहाँका मेरा सहकर्मी शिक्षक साथीहरू, पिटिएका साथीहरू, हाम्रा विद्यालय व्यवस्थापनका साथीहरू, प्रशासनका साथीहरूले जे
खालको आजसम्मको सहयोग पुर्याएर यहाँ यो विद्यालयले यहाँसम्म पुर्याउनु भएको छ। सबैलाई भुरी धन्यवाद दिँदै म यहाँहरू माझ बिदा हुन्छु। जय ज्ञान।